हेलो नमस्ते साथीहरू, हजुर सन्चै हुनुहुन्छ होला। म एकदमै सन्चै छु। म धेरै पछि आज चाहिँ यतातिर आएको छु है त। आज चाहिँ आइपुगेँ, एकदमै धेरै आज चाहिँ हल्का टाइम भयो मसँग, त्यही भएको कारणले मात्रै हो यस्तो अहिले बाहिर निस्किराखेको होइन। जताततै हिउँ परिरहेको छ, यहाँ हिउँ छ, हिउँ चाहिँ परेको छैन, हिउँ चाहिँ रोकिराखेको छ। यो चाहिँ अस्तितिरै परिरहेको यस्तो भएको क्या यो होइन, रोकिसकेको हिउँहरू यस्तो छ है त। अब म बाहिर हल्का निस्किराखेको, यता पनि देख्न सक्नुहुन्छ। धेरै पछि म यतातिर आएको छु, हेरेर लाइक कमेन्ट सेयर ठोकिदिनु ल है साथीहरू। म धेरै 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 पछि यतातिर ल है त, यस्तो छ, यस्तो पो देख्न सक्नुहुन्छ है त। ल है त साथीहरू होइन, हावा हल्का हल्का चल्दैछ। अनि टोपी लगाइदिएँ कि मैले, टोपी बोकिरहेको थिएँ होइन, यस्तो छ। म चाहिँ अहिले फेरि जे कामको लागि निस्किएको थिएँ त्यही काम चाहिँ बिर्सेछु कि। जे कामको लागि चाहिँ निस्किएको, अनि सामान चाहिनु पर्ने थियो, त्यो सामान चाहिँ रुममै छोडेछु होइन, बिर्सेछु क्या। अनि म हल्का फेरि फर्केँ, अब रुम गएर त्यो सामान लिएर म जान्छु उता। अनि हजुर सन्चै आरामै कुशलै हुनुहुन्छ होला होइन, यस्तो छ। यहाँ हल्का छिटो जाउँ, जानुपर्ने अवस्था पो भयो त। के भयो देख सक्दै हैं साथी हो है। छिरिका हल्का छिटो जानुपर्ने भयो कि, सामान बिर्सेँ कि, दिमागले काम गरेन। ओ सेट, देख्न सक्नुहुन्छ। म यस्तो गम्बुट लगाएर चाहिँ बाहिर निस्किन्छु, यस्तो गम्बुट लगाएर चट्टसँगले होइन, यस्तो हिउँमा यस्तोसँग जुत्तै झन्डै लडे माक्री गम्बुट लगाएर अब म हिँडेको मासला कस्तो बिर्सिदिएर यस्तो छ। अहिले चाहिँ यहाँ त यो कानलाई भएको छ कसम। यो चाहिँ रोड हो, अस्ति चाहिँ सफा गरिदिएको छ। यो रोडमा चाहिँ सब हिउँ सोहोरिदिएर होइन, गाडी आएर सोहोरिदिएर लगेर यहाँको हिउँ, त्यही भएर यस्तो छ। रोड अलिक फराकिलो छ। अस्ति कहिले ल, अस्ति ठ्याक्क अस्ति नै हो, अस्तिको दिनमा चाहिँ यो सट्टै त्यति मासुमा पर्छ। अनि यो के हो होइन, नटी द जोक भन्छ होला है साथीभाइ हो। ल ल म गइसकेँ, सामान यो झोलामा गोजीमा लगाएर होइन निस्किसकेँ। फेरि अहिले म रुम गएर आएको, यस्तो छ। अरे अरे के भयो हल्का यस्तो गरेर खिच्नु पर्यो ल, यसरी छ। अब म निस्किसकेँ है। ल साथीहरू, म अहिले बाहिर निस्किराखेको छु है, यस्तो छ हालत छोरोको होइन साथी। यस्तो छ हेर्नु न, यतातिर सबै घरहरू त फेरि ए1 छ है मासला। हेर्नु न, के गर्ने त, अर्काको हो नि त, आफ्नो होइन फेरि हेर्ने राम्रो छ भन्ने, त्यति नै हो। ल यहाँ चाहिँ रोडहरू एकदमै फराकिलो बनाइदिइसकेको छ। अस्ति चाहिँ हिउँ चाहिँ यति ओरासम्म थियो, अनि त्यहाँ पनि थियो क्या, हिँड्ने बाटोहरू खासै थिएन। अनि अस्ति चाहिँ यहाँ अस्ति यहाँ लगिदियो हिउँहरू सोहेर गाडीमा, त्यही भएर हल्का बाटोहरू चाहिँ सट छ अहिले। अब यो ठाउँमा हिउँ पर्न चाहिँ अब सकियो भन्दा पनि हुन्छ, लगभग। अब आज कति तारिक भयो भने 11 तारिक भयो। अब धेरै परेको 1 महिना पर्छ, त्यसपछि पर्दैन। त्यसपछि त यो हिउँ पग्लिन 1 महिना लाग्छ, लगभग 4 महिना। अब 2 महिनापछि त टक्कसँग छोरो पनि साइकलमा कुद्छ, छोरोमा साइकलमा हिँड्ने दिन आइहाल्यो। अब यसरी हिँड्ने दिन गयो, छोरोको केही समयको लागि हिँड्नु पर्यो। त्यसपछि चाहिँ यो घरको मान्छे के गरेर बस्छ कोनी, जहिले गाडी म यहीँ देखिराखेको हुन्छु। म हिँड्ने बाटो यो नि त प्रायः, अनि यो अन्त यिनीहरूको गाडी त यसरी बस्दैन त, जापानिजहरूको गाडी त कुदै गर्छ यिनीहरू। आम्मा हो कति बजिसक्यो, टाइम त छ नि मसँग। यहाँ त टाइम हो कि एकदम इम्पोर्टेन्ट है, टाइम हुन्छ नि त यहाँ त। टाइम बेला अन्त फेरि मार्छ यार, यस्तो हुन्छ। त्यही भएर यसरी हिँडिरह हो है त। कोही छैन मान्छेहरू यार, अगाडि पछाडि म एक्लै सुनसान छौँ। यहाँ यो गाउँ हो के, यहाँको गाउँ पनि नेपालको जस्तो भइसकेको छ। सबै बस्छ सरेर, युवतीहरू अलिकति टक्कसँगले मेन सिटीमा जान्छ। अनि यहाँनिर चाहिँ यसो गाउँमा त बुढाबुढीहरू, त्यो पनि निन्जी सो भइगएको बुढाबुढीहरू मात्रै हुन्छ। यहाँ चाहिँ आज -1 होला, हिजो चाहिँ यहाँ -10 थियो। आज त्यस्तो छैन यहाँ चिसो,
अब बिस्तारै बिस्तारै यहाँ पनि तातो 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 हुँदै जान्छ नेपालको जस्तै है। ल गाडी त रुरु गइरहेछ। आज त मैले अगाडिबाट जहिले पछाडिबाट बनाउँथेँ, आज अगाडिबाट आम्मा पर हिउँ सोर्दै रहेछ। अब यहाँको फेरि यो हिउँ सोरा पनि एकदमै धेरै उयो हुन्छ क्या, उसले कस्तो खालको काम गर्छ भने यिनीहरूले एकदमै सेफ पारामा काम गर्छ क्या। यहाँ हेर्नु न माथि घरको छाना, यो चुनावको लागि होला, यो चुनाव सक्यो जापानमा। यस्तो छ यहाँ चाहिँ यताको रुटमा परेको रहेछ यिनीहरूको हिउँ सोर्ने। गाडीहरूले पुरै ओसार्दैछ। भुइँमा उड्ने चन्द्रुपी कान्छो आकाशमा गढुली, रातैमा दिउँला सपनी कान्छो दिनैमा भाडुली भन्दै उकाली ओह्राली होइन। वनपाखा गर्ने भाकाहरू हो यो, स्वर त यस्तै हो साथीभाइ हो। यी अब उकाली ओह्राली होइन, घाँस दाउरा गर्दा यसो मेलोपात गर्दाखेरि यसरी गाइन्थ्यो। अब त्यो दिनहरू गए, यी दिनहरू आए, अब के गर्नु, यस्तै छ जिन्दगी। ल म यहाँ कुरिरहेको पारी छ सिङ्गो रातो बलिरहेछ। अब सिङ्गो हरियो बलेपछि जान्छु मक्री। अब त बल्नु पर्ने त बल्यो अब गाडीहरू रोक्छ, अब म चाहिँ जान्छु यस्तरी यो बाटोहरूमा यस्तरी गुडाइरहेछ गाडीहरू। लास्टै बाटो चिप्लो रहेछ यार, खाल गाडीमा अन्त लडिने रहेछ। अब म हल्का पर त्यस्तो धेरै छैन। अब गन्तव्यमा म लगभग आइपुग्न लागिसकेको छु। मेरो गन्तव्य यहाँदेखि अब 5 मिनट हिँडेपछि पुगिहाल्यो। आज यताको पालो रहेछ हिउँ सोर्ने, यतातिर यस्तो हिउँ सोर्दैछौँ त्यहाँनिर। म आज यो गाउँतिर रहेछ हिउँ सोर्ने पालो। यस्तो भइसक्छ रोडहरू पनि, अब त मान्छे हिँड्ने बाटोहरू नि हल्का हल्का भुइँ देख्न थालेको छ है। त्यसरी खा त्यहाँदेखि सोर्दै हुनुहुँदो रहेछ। यहाँ त फात्लाकै गएछ त गाडी जाने रहेछ। यो गाडीलाई जानिदिउँ, यो गाडीलाई मैले जान दिएको क्या। अब म जान्छु। त हिउँ सोर्दैछ पारि। ल यो गाडी पनि अब हिँडायो हिउँ सोरेर बोकेर, अब कहाँ फाल्छ लगेर। उनीहरू खोलामा त लगेर फाल्दैन, पानीमा पखाल्छ होला सायद। हो ब्रेक पनि कत्रो हाल्यो आम्मा। यहाँनिर त अब ट्रेन आउनु लागेको छ कि, यहाँ कस्तो करायो ट्रेन यता अब आउँदैछ। यस्तोमा पनि ल्याउँछ जन्नाले चलाउँछ ट्रेन पनि फेरि सानो बसको बस जत्रै रहेछ नि त पर। ल भयो यो पहाडको छुके रेल धेरै पछि ल मैले चाहिँ देखेँ। यस्तो हिउँमा पनि उडाउँछ।